सबैमा नमस्कार। म यति बेला वालिङ नगरपालिका वार्ड नम्बर 12 घोसरदुममा छु। यहाँ लामो समयदेखि कृषि क्षेत्रमा सक्रिय रूपमा काम गरिराख्नु भएको, पशुपालन क्षेत्रमा खास गरी बाख्रा पालनमा रमाइराख्नु भएको र घरै बसेर राम्रो एउटा नमुनामूलक काम गर्ने एउटा कृषक हुनुहुन्छ विनोद थापा। म उहाँकोमा आज यहाँ उपस्थित भएको छु। उहाँसँग विभिन्न प्रसङ्गमा कुराकानी म गर्न गइरहेको छु। विनोदजी नमस्कार। नमस्ते सर। हजुरको यसो परिचय? मेरो नाम विनोद थापा, वालिङ नगरपालिका वडा नम्बर 12 घोसरदुम। अनि हजुरलाई यो कृषि क्षेत्रमा काम गर्ने प्रेरणा कसरी जाग्यो? एउटा अब मेरो काम गर्ने प्रेरणा चाहिँ जाग्यो मेरो बुवाबाटै। हजुर। अनि दोस्रो तपाईँको चाहिँ यसको श्रेय मैले लामपाते, हाम्रै लामपाते वडा नम्बर 12 को चाहिँ विनय मुना भाइलाई पनि दिन्छु, किनकि भारतमा उहाँसँग धेरै नै बसियो र उहाँले चाहिँ माटोमा निकै सम्भावना छ र यस्ता यस्ता कुराहरू अब खुर्सानीहरू अब भन्ने कुरा पनि भयो। र अब पहिल्यै यो गाउँमा धेरै पहिला अम्मटेहरूको बसोबास थियो, उहाँले सुन्तला लाउनु भएको थियो र उत्तर फर्केको जमिन। अनि म आफैले पनि विश्लेषण गरेर यो माटोमा चाहिँ अब उत्तर फर्केको अब यो 800 मिटरभन्दा माथि सुन्तला हुन्छ कि भन्ने सोचका साथ मैले सुन्तला खेतीतर्फ पनि प्रयास गरेँ। अनि अहिले हजुरसँग सुन्तलाका बिरुवा कति छन्? अहिले सर अब यो हामी बसेको जमिन 4 रोपनी छ। यहाँ अब त्यही 90 बाटाबाट माथि अनि त्यो माथिल्लो घरबाट मुनि मेरै जमिन पर्यो। यहाँ अब हजुरको चाहिँ सुरुमा लगाउनु त मैले 117 बोट लगाएको, तर अहिले 90-95 बोट चाहिँ छ। अरू के छ जस्तो सुन्तला बाहेक? अरू सुन्तला बाहेक अब मैले चाहिँ पहिला अब यो सुन्तला अलि चाहिँ सानो हुँदाखेरि त अब यो भित्र अकबरी खुर्सानी अलि बाख्लै पनि लगाएँ, अहिले त पनि छ पातलो। हजुर। अनि तपाईँको चाहिँ अदुवा र बेसार पनि लगाएँ। अब अदुवाको खेती गर्दा त हजुर आफैले पनि एकपटक अब हाम्रो चाहिँ अदुवाको चाहिँ बजार व्यवस्था पनि गरिदिनु भएको थियो, त्यो हजुरलाई सम्झना होला। हजुर। अनि बाख्रा पाल्नु भएको छ? अनि मेरो चाहिँ बाख्रा पनि छ। कुन जातको पाल्नु? बाख्रा मेरो चाहिँ बोयर क्रस। अहिले कति छन् तपाईँको साना? अहिले मेरो साना ठुला गरेर अब 28वटा बाख्रा छन्। अनि के छ गाउँमा तपाईँलाई अब सहजता कस्तो छ, असहजता कस्तो छ, कृषिमा सम्भावना कस्तो देख्नु भएको छ, चुनौती कस्तो देख्नु भएको छ? हजुर। सरकारले के गरिदियो हुन्थ्यो अथवा के पुगेको छ, के पुगेका छन्, के छ तपाईँको यो विषय मलाई? अब कृषिमा सम्भावना त सम्भावना छ कृषिमा। हजुर। अब कृषि एउटा यस्तो क्षेत्र हो जहाँ तपाईँको चाहिँ न्यूनतम लगानीबाट हजुर तपाईँको धेरै चाहिँ फाइदा लिने चाहिँ यो एउटा प्लेटफर्म हो। हजुर। तर अब यहाँ चुनौतीका कुराहरू गर्नुभयो। अब यसमा चुनौतीहरू त तपाईँको चाहिँ अलि धेरै नै छ। फेरि जस्तो अब राज्यले तपाईँको चाहिँ प्रोत्साहन गर्ने चाहिँ अनुदानका कुराहरूमा तपाईँको चाहिँ त्यो 50% जुन साझेदारीका कुराहरू छन् त्यसमा तपाईँको चाहिँ अब हामी जस्तो अलिकति निम्न आय भएको किसानले त्यसमा लागत साझेदारी गरेर चाहिँ अलिकति समस्यामा पनि पर्छ र त्यसलाई अलिकति राज्यले तपाईँको व्यवस्थापन गरिदिनु पर्छ। र अर्को कुरा अब मैले बाख्रा तपाईँको पालन गर्न लागेको तपाईँको चाहिँ 14 वर्ष भयो र यो 14 वर्षको अन्तरालमा यही नगरपालिकाभित्रमा तपाईँको चाहिँ मसँगै बाख्रा पालन चाहिँ व्यवसाय सुरु गरेका धेरै फर्म तपाईँको विस्थापित भइसके। उनीहरूले अनुदान, राज्यको अनुदान लिए अनि विस्थापित पनि भइसके। त यहाँनिर पनि तपाईँको राज्यले फेरि त्यो कुराको पनि अलिकति निगरानी गर्न आवश्यक छ, किनकि राज्यको पैसा भनेको तपाईँ हाम्रो करबाट गएको पैसा हो। त्यो सही ठाउँमा चाहिँ प्रयोग भएको छ कि भएको छैन त्यो पनि नितान्त एकदम हेर्नु आवश्यक छ। र राज्यले यसमा एउटा ठोस नीति ल्याउनुपर्छ कि हामीले दिएको अनुदान, जस्तो मलाई अनुदान राज्यले दियो बाख्रा पालनको लागि अथवा सुन्तला खेतीको लागि भने मलाई 5 वर्ष तपाईँले राज्यले वाच गर्नुपर्छ। यदि मैले 5 वर्षभित्रैमा चाहिँ कृषि पेसा गरेका छैन भने मलाई तपाईँको चाहिँ जरिवाना, दण्ड को पनि व्यवस्था हुनुपर्छ। अनि हजुरले जस्तो यहाँ बसेर
फलफुल गर्नुभएको छ, बाख्रा पालन गर्नुभएको छ होइन, अरू तरकारी खुर्सानीदेखि लिएर विभिन्न खालको उत्पादन गर्नुभएको छ। वार्षिक तपाईँको चाहिँ लगानी अथवा तपाईँको खर्च र आम्दानीको स्थिति के छ अहिलेको सन्दर्भमा? तपाईँको चाहिँ अब मेरो अब यो सुन्तला र बाख्राबाट गरेर हजुर अब त्यही 4-5 लाख रुपियाँ मेरो चाहिँ भनौँ न टोटल हजुर आउने भनेको रकम। हजुर र अब त्यसमा खर्च पनि त्यति नै छ फेरि। भनेपछि त तपाईँको चाहिँ मैले मुनाफै भनेर चाहिँ अब आफ्नो खल्टीमा राख्न पर्ने सक्ने अवस्था अहिलेको यो बाहिर खर्च र आम्दानी र खर्च बराबरै जस्तो भइरहेको छ। छ। बाहिर अरू चाहिँ बाहिरको आम्दानी केही गर्न परेको छैन, घरैको धानिरहेको छ। हजुर। अनि को हुनुहुन्छ घरमा अहिले? घरमा त अहिले म र मेरो श्रीमती मात्रै। 2 जना हुनुहुन्छ अहिले? हजुर। यो आनन्दले गाउँमा उत्पादन गर्नुभएको छ। अनि धेरै किसानहरूलाई तपाईँको कृषिसँग लाग्ने मान्छेहरूलाई तपाईँको सुझाव के छ? अब मैले चाहिँ कृषि क्षेत्रमा लाग्ने चाहिँ किसानहरूलाई मात्र चाहिँ सधैँ मैले एउटै सुझाव दिन्छु, कृषि पेसा मैले यो गर्ने भनेको मेरो लागि हो, राज्यको लागि होइन। त्यसो हुँदाखेरि अनुदानमुखी हामी यदि चाहिँ मेन्टालिटी बनाएर हामीले कृषि पेसा गऱ्यौँ भने हामी कुनै पनि हालतमा सफल हुँदैनौँ, त्यहाँनिर हामी चाहिँ असफलै हो। किनकि राज्यले दिएको थोरै प्रोत्साहन राशि त्यो क्षणिक चाहिँ हामीलाई आनन्द त देला, तर चाहिँ दिगो हामीलाई चाहिँ दिँदैन। दिगो भनेको त अब मैले चाहिँ आफ्नो लागि गर्ने भनेर चाहिँ गरेको पेसा कृषि पेसाले नै चाहिँ दिगो दिने हो। राज्यले दिएको थोरै पैसा 2-4 लाख रुपियाँले त्यसले दिगो दिँदैन। त्यसो हुँदाखेरि अनुदानको निम्ति होइन, अनुदान साँच्चै आफू आत्मनिर्भर बन्नुपर्छ, आफू यहीँ चाहिँ अब उत्पादन गर्नुपर्छ भन्ने मानसिकताले लाग्नुपर्छ भन्ने हजुरको चाहिँ सुझाव छ। मेरो सुझाव त्यही। दर्शकहरू, हामीले उहाँसँग छोटो कुराकानी गऱ्यौँ, कृषिमा रमाइराख्नु भएको र धेरै कृषकलाई ऊर्जा र उत्साह प्रेरणा गर्ने खालको एउटा गाउँमा बसेर नमुना कृषि खेती गरिराख्नु भएको विनोद थापासँग छोटो कुराकानी गरियो। सबैले हेरिदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु र तपाईँसँग म बिदा पनि हुन चाहन्छु। हस्, धन्यवाद। मेरो चाहिँ 2टा कुरा राखिदिनु भयो, हजुरलाई पनि धन्यवाद।